हामी घर पुग्यौँ। हालत नमस्ते सबैलाई स्वागत छ मेरो डे इन अ मिनी ब्लगमा। आज बिहान 5 बजे उठेर नुहाइधुवाइ गरेर हामीहरूले घरमा पूजापाठ धुपबत्ती गऱ्यौँ। किनभनेपछि आज हामीहरू दुईजनाको अलि टाढाको यात्रा थियो, त्यही भएर घरको सबै काम सबैभन्दा पहिले भ्यायौँ हामीहरूले। यो चाहिँ हाम्रो बाटोको फिट चेक। हामी त्यहाँ स्पेसल मान्छेहरूलाई भेटिरहेछौँ है, त्यो चाहिँ सरप्राइज हो। आजको हाम्रो यात्रा लगभग 3-4 घन्टा टाढाको नै हुने भएर हामीहरूले कम्फर्टेबल लुगाहरू लगाएको थियौँ अनि सेफ्टीको लागि चाहिँ हेलमेटहरू युज गरेको थियौँ। अनि त्यसपछि हामीहरू घरदेखि लाग्यौँ अनि सबैभन्दा पहिले हामीहरू पुग्यौँ हाम्रो पशुपतिनाथमा। त्यहाँ हामीले हाम्रो आजको सेफ जर्नीको लागि प्रार्थना गऱ्यौँ दुईजनाले नै। एकछिन त्यहाँ बस्यौँ अनि त्यसपछि हामीहरू कलङ्की हुँदै अगाडि बढ्यौँ। हामीहरू दुईजना स्कुटरमा ट्राभल गरिरहेको थियौँ। यो नागढुङ्गा सुरुङ मार्ग फ्लाइओभरको छेउछाउ हुँदै हामीहरूको यात्रा अगाडि बढ्छ। त्यहाँबाट अगाडि बढ्दा पुरानो बाई रोडको एन्ट्री पोइन्ट पनि देखियो अनि हामीहरू थानकोटको नाका हुँदै अगाडि बढ्यौँ। बिहानको टाइम भएर होला एकदमै राम्रो भ्यूहरू थियो, तर बिचमा हाम्रो स्कुटी रोकियो अनि मेरो सानाले एक किक हानेर हामीहरू फेरि अगाडि बढ्यौँ। अनि यो चाहिँ नागढुङ्गा सुरुङ मार्गको एन्ट्री पोइन्ट हो। त्यो हेर्दै हामीहरू अगाडि बढिरहेको थियौँ अनि बिहानको भ्यूहरू चाहिँ राम्रो थियो, तर बिचमा बाटोहरू बनिरहेको थियो अनि एकदमै धुलो थियो बाटोमा। अनि हामी पानीबाट बस्नलाई होइन कि धुलोबाट बस्नलाई चाहिँ हामीहरूले रेनकोट लगायौँ बुढाबुढीले। अनि रेनकोट लगाएर हामीहरू फेरि अगाडि बढ्यौँ। अनि तर लगभग 70-80% हाइवे चाहिँ अलमोस्ट बनिसके जस्तो लाग्यो मलाई चाहिँ। फेरि बनिरहेको ठाउँमा चाहिँ एकदमै पोल्युसन थियो, एकदमै धुवा धुलो। तैपनि बुढाबुढी मिठा गफ गर्दै 12 सिङे हुँदै हामीहरू फाइनली पुग्यौँ कुरिङटार। यो गेटबाट भित्र पसिसक्दा हामीहरू बुढाबुढीकै एक्साइटमेन्ट लेभल अझै बढ्यो। म चाहिँ काइन्ड अफ अलि इमोसनल पनि भइरहेको थिएँ अनि कतिखेर तल पुगौँला भन्ने भएको थियो। तर कति राम्रो सिनरी थियो, एकदम हरियाली, पिसफुल लाग्यो हामी दुईजनालाई नै। अनि हामीहरू सिधै लाग्यौँ पार्किङतर्फ, किनभने चाहिँ हामीले हाम्रो स्कुटी पार्क गर्नु थियो। स्कुटीलाई राम्रोसँग लक लगायौँ। मन्दिर जाने लुगा पनि फेर्यौँ दुईजनाले नै। अनि म चाहिँ अगाडि कुद्दै कुद्दै गएँ, किनभनेपछि त्यहाँ ड्याडी, मम्मी र दादा वेट गर्सिँदै थियो। अनि सबैसँग ढोक वेट गऱ्यौँ हामी दुईजनाले नै। अनि म चाहिँ काइन्ड अफ इमोसनल पनि भएँ, किनभने चाहिँ लास्ट कार्तिकदेखि ड्याडी मम्मीसँग चाहिँ भेट भएको थिएन। अनि हामीहरू त्यसपछि लाग्यौँ केबल कार चढ्ने लाइनतर्फ। अनि बिचमा चाहिँ म ड्याडीलाई जिस्काउँदै हिँडिरहेको थिएँ। ड्याडी र मेरो चाहिँ सधैँ यस्तै भइरहन्छ, जस 5जना कति पछि भेट्यौँ अनि खुसी थियौँ सबैजना। अनि अगाडि बढेर हेर्दाखेरि चाहिँ त्यहाँ यत्रो धेरै मान्छेको लाइन थियो, लगभग 1 घन्टा 1.5 घन्टा लाइन लाग्ने पक्की थियो। अनि हामीहरू पनि 1 घन्टा लाइन लाग्यौँ केबल कार चढ्नलाई। अनि फाइनली हाम्रो टर्न आयो। सबैको टिकट सो गरेर हामीहरू चढ्यौँ केबल कार। मम्मीको चाहिँ फर्स्ट टाइम थियो, त्यही भएर अलिकति डर लागिरहेको थियो मम्मीलाई चाहिँ। हामीहरूले चाहिँ प्राय अगाडि युज गरिसकेको थियौँ केबल कार। अनि सबैजनाले भिडियोहरू खिच्दै, फोटोहरू खिच्दै, गफगाफ गर्दै केबल कारदेखि मन्दिरतर्फ लाग्यौँ होइन। अनि एकदम राम्रो भ्यूहरू थियो त्यहाँबाट। ड्याडीलाई चाहिँ अलिकति डर लागे जस्तो भएको थियो अनि हामीहरू ड्याडीलाई जिस्काइरहेको थियौँ, ड्याडी डर मान्छौ भनेर। अनि केबल कारदेखि झरेर अलिकति हिँड्नुपर्छ, त्यहाँ 5 देखि 10 मिनटसम्म मान्छेको हिँडाइअनुसार फरक पर्छ। अनि अगाडि बढ्यौँ अनि त्यसपछि हामीहरू 3जना चाहिँ सँगै हिँडिरहेको थियौँ, ड्याडी मम्मी चाहिँ अगाडि हिँड्सिँदै थियो। अनि त्यसपछि हिँड्दा हिँड्दै हामीहरू मन्दिर पनि आइपुग्यौँ। अनि अब लाइन लाग्नु पर्यो दर्शन गर्नलाई भनेर हेरेको त यत्रो लामो लाइन रहेछ। अनि हामीहरू सबैभन्दा लास्टमा लाइन लागेको, सबैभन्दा लास्टमा लागेछौँ। पहिला चाहिँ राजा, म र मम्मी लागिरहेको थियौँ लाइन। पछि मम्मीलाई गएर बस्यो हजुर थाक्सिन्छ भनेर। अनि हामीहरू 3जना चाहिँ लाइन लाग्यौँ। हामीहरू 3जना एकदमै गफगाफ गर्दै रमाइलो गरिरहेको थियौँ। मजाले सुती बिस्कुट खाइरहेको कुकुरलाई देखेर त्यहाँ वरिपरि सबैजना छक्क परिरहेको थिए। सबैलाई हाँसो पनि लागिरहेको थियो। लगभग 2-2.5 घन्टा लामो लाइन लागेपछि बल्ल बल्ल हामीहरू मन्दिर नजिक आयौँ। अनि म चाहिँ हाम्रो पालो आउन लाग्यो भनेर देखाइरहेको थिएँ। अनि त्यसपछि हामीहरू मन्दिरभित्र गएर सबैले मजाले पूजाआजा गऱ्यौँ अनि नरिवलहरू पनि फोड्यौँ। अनि त्यसपछि मम्मी, ड्याडी, दादा, साना र मैले अब आफ्नो विस मागेर त्यहाँ धागोहरू पनि बान्यौँ। सबैको घर परिवारमा सुख, शान्ति, समृद्धि होस्, सबैको सुस्वास्थ्य राम्रो होस्
मनमा शान्ति होस्, आँटेको चाहेको सबै कामहरू पुगोस्, मनोकामना माताले सबैलाई कल्याण गरून् भनेर मम्मी ड्याडी दादाले पनि धुपबत्ती गर्छौँ। अनि त्यसपछि हामीहरू दुईजनाले पनि त्यहाँ धुपबत्ती बाल्यौँ। अनि त्यसपछि एकछिन फोटोहरू खिच्यौँ, अलिकति भिडियोहरू बनायौँ। अनि त्यसपछि वरिपरि भ्यूहरू हेऱ्यौँ हामीहरूले के छ कस्तो छ। ड्याडी मम्मीहरूलाई पनि देखायौँ हामीहरूले कि हामीहरू पहिला पनि आइसकेको थियौँ। मम्मी ड्याडीको चाहिँ फर्स्ट टाइम थियो मनोकामना। लगभग दिउँसोको 1-2 बजिसकेको भएर सबैलाई एकदम भोक पनि लागिसकेको थियो। अनि त्यसपछि सबैजना गयौँ खाना खान। अनि भोक मिठो कि भोजन मिठो भन्छन्। खाना चाहिँ हामीहरू सबैलाई एकदमै मिठो लागेको थियो। खाना खाएर एकछिन रेस्ट गऱ्यौँ त्यही ठाउँमा। खाना खाएर एकछिन रेस्ट गरिसकेपछि अनि हामीहरू लाग्यौँ घरतिर फर्किन। त्यहाँ मम्मीले केही किनमेलहरू गर्छ्यो। त्यहाँ सपहरू हेर्दै हामीहरू फेरि केबल कार झर्ने लाइन लाग्न गयौँ। त्यहाँ पनि एकदमै ठुलो लाइन थियो। अनि त्यहाँ लगभग हामीहरू 1 देखि 1.5 घन्टा लाइन लाग्यौँ। अनि मेरो सानाले चाहिँ यो भिडियो बनाइसक्यो त्यो केबल कारको बनाउँछु भनेर। त्यहाँ लाइनमा पनि हामीहरू गफगाफ गरिरहेको थियौँ। आजको हामीहरूको दर्शन कस्तो भयो त, यात्रा कस्तो भयो भन्दै ड्याडी मम्मी दादाहरूसँग रमाइलो कुराकानी गर्दै हामीहरू तल झऱ्यौँ। केबल कारदेखि तल झर्दै गर्दा मेरो मनमा चाहिँ नरमाइलो लागिरहेको थियो। किनभनेपछि साना र म काठमाडौँ फर्किनु पर्थ्यो। अनि ड्याडी मम्मी दादा चाहिँ अब आफ्नो गन्तव्यतर्फ जानु पर्थ्यो। अनि अब कहिले भेट हुने, कहिले फेरि यसरी सबैजना सँगै हुने भनेर मलाई चाहिँ म अलिकति इमोसनल भइरहेको थिएँ। अनि तल झरेर साना र म चाहिँ पार्किङतिर लाग्यौँ। त्यहाँ लुगाहरू चेन्ज गरेर हामीहरू माथि गेटमा पुग्यौँ। त्यहाँ ड्याडी मम्मी र दादालाई अनि गुड बाई भनेर अनि हामीहरू फेरि लाग्यौँ काठमाडौँतर्फ। त्यहाँबाट लगभग 4 घन्टा जति ट्राभल गरिसकेपछि हामीहरू रातिको 8:30 बजे थानकोट आइपुगेका थियौँ। अनि घर पुग्दा झन्डै 9 साढे 9 भइसकेको थियो। अनि हामीहरूको हालत चाहिँ यस्तो थियो बाटोको धुलो धुवाँहरूले। सो आजको हामीहरूको यात्रा एकदमै सफल भयो। माता रानीको दर्शन भयो। सबैजना एकदमै खुसी छौँ। सपरिवार सबैजनाले मनोकामना माताको दर्शन गऱ्यौँ। सो थ्याङ्क यू गाइज हामीहरूको भ्लग हेरिदिनु भएकोमा।